जय मसीह। साँचो आनन्द नामक दैनिक उपासनामा यहाँहरूलाई स्वागत छ। आज अप्रिल 27, तदनुसार वैशाख 14 गते आइतबार र आजको वचनको मुख्य खण्ड रहेको छ मर्कुस 14 को 26 पद। अनि एउटा भजन गाएर उहाँहरू निस्केर जैतुन डाँडातिर जानुभयो। आजको शीर्षक रहेको छ गाउनुहुने परमेश्वरका सन्तान। के तपाईँले येशूले गाउनु भएको सुन्न सक्नुहुन्छ? उहाँले मोटो स्वरमा गाउनुहुन्थ्यो कि पातलो स्वरमा? के उहाँको स्वरमा तीखो झङ्कार थियो वा के त्यो अविचलित र स्वच्छ ध्वनि थियो? के उहाँले आँखा बन्द गरेर पिताको लागि गाउनुभयो वा के चेलाहरूका आँखामा हेरेर तिनीहरूको गहिरो मित्रतामा मुस्कुराउनु भयो? कि उहाँले सधैँ गीत गाउन सुरु गर्नुहुन्थ्यो वा पत्रुसले कि याकुबले कि सायद मत्तीले त्यसो गर्थे? ओहो, येशूले गाउनु भएको सुन्न म मुस्किलले पर्खन सक्छु। मेरो विचारमा यदि उहाँले आफ्नो स्वर्गीय आवाज हाम्रो ब्रह्माण्डमा उचाल्नु भयो भने ग्रहहरू आफ्नो कक्षबाट उछिटिन्थे होला। तर हाम्रो एउटा यस्तो राज्य छ जसलाई कसैले विचलित पार्न सक्दैन। यसैले प्रभु अघि बढ्नुहोस्, गाउन सुरु गर्नुहोस्, गाउनुहोस्। क्रिस्चियन विश्वास वास्तवमा गाउने विश्वास हो। यीशु ख्रिस्टले पनि गीत गाउनुहुन्थ्यो। उहाँले आफ्ना पिताबाट गाउन सिक्नुभयो। निश्चय नै उहाँहरू अनादिदेखि नै गाउँदै आउनु भएको छ। के तपाईँलाई यस्तो लाग्दैन कि त्रिएकताको सङ्गतिमा अनन्तकालीन खुसीले गीत गाउने कुरा छैन? बाइबलले बताउँछ कि गाउनको उद्देश्य आनन्दको आवाजलाई उचाल्नु हो। पहिलो इतिहास 15 को 16 पद। सम्पूर्ण ब्रह्माण्डमा परमेश्वरमा भन्दा बढी आनन्द कसैमा छैन। उहाँमा अनन्त आनन्द छ। उहाँले आफ्नो पुत्रको ईश्वरत्वमा प्रतिबिम्बित भएको उहाँको सिद्धताको विशाल दृश्यमा अनन्तदेखि आनन्द मनाउनु भएको छ। परमेश्वरमा पाइने आनन्द अकल्पनीय रूपमा शक्तिशाली छ। उहाँ परमेश्वर हुनुहुन्छ। जब उहाँ बोल्नुहुन्छ आकाश गङ्गा अस्तित्वमा आउँछन्। जब उहाँ हर्षले गाउनुहुन्छ ब्रह्माण्डका हरेक वस्तु र गतिले अस्तित्वमा भएको भन्दा बढी ऊर्जा उत्पन्न गर्छन्। यदि हाम्रा हृदयभित्रको आनन्दलाई उहाँमा व्यक्त गर्न उहाँले हाम्रो लागि गीत नियुक्त गर्नुभएको हो भने के यो त्यही कारण होइन कि उहाँले पनि आफ्ना पुत्रमा आफ्नै स्वरूपमा आफ्ना आत्माद्वारा गीतमा आफ्नो हृदयको खुसी व्यक्त गर्ने आनन्दलाई जान्नुहुन्छ? हामी गीत गाउने प्रजा हौँ किनकि हामी गाउनुहुने परमेश्वरका सन्तान हौँ।